खुल्ला होइन यहाँ हामीले यसो धान सम्झिनु स्वागत गर्ने पाइन्छ होइन यताबाट बाटो सजिलो छ भनेको छिटो छ सजिलो छ एकैछिनको कार्यक्रम छ हाम्रो सानो हामीमा माननीय हर्क साम्पाङ राईज्यू यसरी माननीय ज्यूहरू पूर्व मन्त्रीज्यूको आगमन भएको छ र यो अर्जुनधारा जलेश्वर धाम विशेष गरेर लाखौँ लाख वैदिक सनातनीहरू र मानव मात्रको कल्याणको लागि पूर्वको पशुपतिनाथको रूपमा स्थापित अर्जुनधारा जलेश्वर धाम जति बेला महाभारतकालीन इतिहाससँग सम्बन्धित रहेको यो अर्जुनधारा जलेश्वर धाम रहेको छ। कौरवहरूले पाण्डवहरूलाई हराइसकेपछि पाण्डवहरू 12 वर्ष वनवासपछि 1 वर्ष गुप्तवासको लागि भारतवर्षको पूर्वोत्तरीय भूभाग हिमवत खण्ड जसलाई नेपाल भनेर चिनिन्छ, महाभारतले हिमवत खण्ड भन्छ यसलाई। र यहाँ राजा विराटको दरबार विराटनगरमा पाण्डवहरू बसेका थिए। त्यही बेलामा कौरवीय सेनाले विराट राजाका 10,000 गाईलाई हरण गरिसकेपछि ती 10,000 गाईलाई खोज्दै खोज्दै अर्जुनले गएर पत्ता लगाएर
ल्याएर विराटनगर लाने क्रममा यहाँले पुर्याउँदाखेरि गाई पिर खाएको हुनाले भगवान् शिवको जटाद्वारा पर्जनस्त्र नाम गरेको एउटा अस्त्र प्रदान गर्नुभयो। त्यही पर्जनस्त्र नाम गरेको बाण हानेर पानी निकालेर गाईलाई खुवाएको र पशुपतिनाथको स्थापना गरेको पवित्र भूमिलाई अर्जुन धारा जलेश्वर धाम भनेर भन्ने गरिन्छ। र यो पवित्र धाममा देश विदेशबाट धार्मिक एवं पर्यटकहरूको उल्लेखनीय सङ्ख्यामा यहाँ उपस्थिति हुने गर्छ। र यो अर्जुन धारा जलेश्वर धाम केवल एउटा सामान्य धार्मिक क्रियाकलाप मात्र नभएर पर्यटनको रूपमा पनि यसलाई विकास र विस्तार गर्नको लागि अर्जुन धारा जलेश्वर धामले यो गुरु योजना निर्माण गरेको छ। र यो गुरु योजना अन्तर्गतका थुप्रै कामहरू यहाँ गर्न बाँकी छन्। हामीले अर्जुन धारा जलेश्वर धामबाट बगेको 5 वटा धाराबाट बारबार बगिरहेको जललाई कैलाश घाटमा लगेर त्यहाँ दाह संस्कार गर्ने एउटा घाटको निर्माण गर्ने र यो जललाई त्यहाँ पुर्याएर चिता पखाल्ने यो हाम्रो गुरु योजनाभित्र रहेको छ। यसरी नै देश विदेशबाट आउने लाखौँ भक्तजनहरू एक रात यो ठाउँमा बसेर झापा मोरङ सुनसरीका क्षेत्रहरूमा चाहिँ यहाँका विभिन्न दृश्यहरूलाई अवलोकन गरेर ती पर्यटकहरू जान चाहन्छन्। तिनीहरूको लागि राम्रो विश्रामालयको भवन छैन र हामीले यहाँ त्यो विश्राम अतिथि गृह निर्माण गर्नको लागि नेपाल सरकारमा यो गुरु योजना अन्तर्गतको यो हामीले योजना पनि माथि पठाइसकेका छौँ। यसको लागि पनि अथक प्रयास र पहल माननीयज्यूबाट हुन्छ भन्ने आशा र अपेक्षा राखेका छौँ। यहाँ गाईहरू छन्, गुरुकुलहरू छ, यहाँ विद्यार्थीहरू हामीले पढाइरहेका छौँ। अर्जुन धारा जलेश्वर धाममा 2041 सालदेखि यो राजनीतिक क्रममा पछि छुवाछुतको कुराहरू उठोला। अर्जुन धारा जलेश्वर धामले एउटा गुरुकुल सञ्चालन गरौँ, यहाँ अर्को सबै जात जातिहरूले विद्यार्थीलाई पढाउनुपर्छ संस्कृतको शिक्षा पढ्न चाहनेहरूलाई भनेर 2041 सालमा अर्जुन धारा संस्कृत आदर्श मावि स्थापना गरेर त्यहाँ म दलित, मुस्लिम, आदिवासी, जनजाति आदि विद्यार्थीहरू अहिलेसम्म संस्कृत अध्यापन गरिरहेका छन्। र यो मन्दिरभित्र यहाँ जो हर कोही आए पनि यहाँ कसैलाई भित्र जाने आउने त्यस्तो खालको भेदभाव कहिल्यै भएको छैन। 2023 सालदेखि जति बेर यो मन्दिर स्थापना भयो त्यहाँदेखि वर्तमानसम्म मानव कल्याणको लागि स्थापना भएको यो धाम भएको कारणले सबैलाई यहाँ दर्शन र पूजाआजा गर्ने अधिकार अगाडि जोड्यो बड़े सबैजना